आज भ्याक्सिनले गर्दा नि त्यही लाग्यो भन्नुहोस् न अन्त खै हाम्रो गोमा सिस्टरको बारेमा ए त्यता आज हाम्रो यो सम्भारे पिएचसीका अति आदरणीय हाम्रो गोमा सिस्टरको आज अन्तिम है आज वर्किङ डे हो रहेछ है उहाँको अब आज फेयरवेल अन्तिम आज चाहिँ त्यही त अब आज लास्ट वर्किङ डे रहेछ है त्यसमा हामी सम्पूर्ण हाम्रो सम्भारे पिएचसी टिम अब है अब हामी माझदेखि उहाँ प्रारम्भ हुनुहुँदैछ भोलिदेखि है यसमा हामी सबैजनाले उहाँलाई हाम्रो सम्पूर्ण पिएचसी सम्भारे टिमको तर्फबाट उहाँलाई आउँदो दिनमा उहाँको ह्याप्पी रिटायरमेन्ट लाइफ भन्न चाहन्छु आउँदो दिनमा कुनै अब हेल्थबाट हेल्थको कुरामा भयो स्वास्थ्यको बारेमा भयो उहाँको आउँदो दिनमा राम्रो दिनहरू भएर जाओस् ह्याप्पी रिटायरमेन्ट लाइफ है अनि ह्याप्पी स्टे हेल्दी एन्ड ह्याप्पी भन्न चाहन्छु हाम्रो अति आदरणीय गोमा सिस्टर हाम्रो सम्पूर्ण हाम्रो सम्भारे पिएचसीको स्टाफको तर्फबाट लेख्नुपर्ने छ र तपाईँलाई धन्यवाद गोमा सिस्टरको विषयमा केही शब्द राखिदिनु भएकोमा धन्यवाद के कस्तो हो तपाईँको हुन्छ नि म्यासेजहरू दिइराख्नुहोस् न हामीलाई आज त बोल्ने मुडमै छैन नि त हो र पनि पल्टाउनु बोल्नै पर्ने तपाईँहरूसँगको लाइफ राम्रो बितेको थियो मजा पनि आयो अलिक अगाडि अन्त दुःख सुख सबै राम्रै बित्यो तर पहिला पहिला दुःखै थियो कष्टले नै अहिले चाहिँ मजै आयो कतिवटा कुरा है अप्स एन्ड डाउन पनि भयो तर मजा आयो सिस्टर मजा आयो होइन जिन्दगीमा दुःख सुख त आउँदै रहेछ सबैलाई अन्त यो पेसेन्ट हुँदैन हो सुख भन्दाखेरि दुःखै गर्नुपर्ने रहेछ र पनि हामीले हाँसी हाँसी बिताउनु चाहिँ पर्ने नै हो सबै कुरा तपाईँलाई यति नै है सिस्टर 9 तारिक चाहिँ आउनुपर्छ तर एकदमै चाहिँ मैले 2 वर्ष सँगै राखेको चर्च उनीहरूले चाहिँ हामीले अस्ति जति पनि दिन्छ नि मेन्युमा उनीहरूले गर्छु भन्नु छ 48,000 दिन्छु सबै गर्छु खानुदेखि लिएर सबै यो सामानदेखि ग्यासहरू सबै उनीहरूले गर्छु भन्छ चियाहरू पनि छन् एस्टिमेट चाहिँ कसरी अब पोस्ट रिटायरमेन्ट प्लान बनाउनुहोस् मजाले घुम्नु जानुहोस् न चाहिँ एउटा टुर मजाले इन्जोय गर्नुहोस् आउँदै गर्नुहोस् हस्पिटलमा ड्युटीमा तपाईँले कतिहाल्नु आउँदो दिनमा भोलिदेखि मजाले एकदम खुसी बस्नुहोस् घुम्नुहोस् इन्जोय गर्नुहोस् हो 7 दिन विकेट अब टुरहरू जानुहोस् मजाले हो ए 9 तारिक
आगामी आउँदो विदाईको समारोह हुन गइरहेको छ र त्यसका निम्ति हाम्रो जति पनि स्टाफहरू हुनुहुन्छ हाम्रो आमन्त्रित अतिथिहरूको निम्ति नृत्य कुशली प्रस्तुत गर्नको हेतु चाहिँ स्टाफहरूले चाहिँ गरिरहेका छन् र आउनुहोस् हामी जति पनि आमन्त्रित अतिथिहरू हुनुहुन्छ यहाँहरूलाई हामी न्यानो न्यानो स्वागत जनाउँदछौँ र तपाईँहरू बेगर हामी एकदमै यस विदाईको समारोह एकदमै सफल भएको हामी महसुस गर्छौँ र तपाईँहरू आउनुहुन्छ भने हामीलाई पूर्ण रूपले आशा छ। धन्यवाद। यस्तो दुःख गरेको देखाउनु पऱ्यो नि भ्लगमा। अर्जिनल बोकेर जाँदा पनि हुन्छ, त्यो भन्नु मात्रै हो। हजुर
यता लगाएन भने सिम्पल पनि देख्ने छ ईश्वरले मनुष्यलाई यस संसारमा प्रकट गरे पश्चात ती मनुष्यहरूको उनीहरूको आफ्नो जीवनमा धेरैभन्दा धेरै योगदान साथै जागिर खाएर भनौँ अर्थात् जो लाभो आउनुहुँदै अझैको आजको यस विदायको समारोहको शुभ आरम्भ गर्ने अनुमति दिनु र यस एक दिवसीय विदायको समारोहमा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यति धेरैभन्दा धेरै टाढोबाट आउनुहुने भनौँ अर्थात् यस कार्यक्रमलाई अझ बेसी प्रकाशित साथै सुशोभित पारिदिनु हुने हाम्रा आमन्त्रित अतिथिहरू र मलाई लाग्छ मैले अघिबाट नै भने यस विदायको समारोह जीवनमा केवल एकपल्ट मात्र आउने गर्दछ र त्यसैले गर्दा म हजुरहरू जति पनि आजका हाम्रा आमन्त्रित
अतिथिहरू विवाहित हुनुभएकी आएर आफ्नो स्वास्थ्य विभागलाई धेरैभन्दा धेरै लामो अवधिसम्म यसरी योगदान पुर्याउनु हुने र अन्त्यमा यति लामो अवधिसम्म सेवा गरेर अवकाश प्राप्त हुनुभएकी हाम्रा अति आदरणीय आजका आमन्त्रित अतिथि श्रीमती तोमादेखि ढुङ्गेलज्यू सिस्टर, यहाँलाई हामी प्राथमिक स्वास्थ्य केन्द्रको तर्फबाट न्यानो स्वागत गर्दछौँ। विभिन्न पिएचसीका प्रोग्राम्सहरूलाई आफ्नो भाइसिकिन्जी भुटियाजीलाई पनि हामी जोरदार तालीले स्वागत गर्दछौँ। उहाँलाई पनि छेत्रीज्यूलाई पनि जसले आफ्नो मेडिकल अफिसरको भागीदार हामीमा धेरैभन्दा धेरै असल तरिकाले राखिदिनु भएर हाम्रा जति पनि आमन्त्रित अतिथिहरूको बाहुलीबाट यस विधायकको समारोह हाम्रा आजका सुरु गर्ने क्रममा म यहाँ चिन्त्याउन चाहन्छु। नमस्कार सबैजनालाई। आदरणीय अतिथिहरू, मेरा सहकर्मी साथीहरू र सम्मानित पिएचसी परिवार, आजको यो अवसर हाम्रो लागि एकदम विशेष र सम्झनालायक छ। आज हामी यहाँ फेयरवेल, रिटायरमेन्ट कम पिकनिकको माध्यमबाट हामी सबै प्रिय सम्मानित पिएचसीका स्टाफहरूले जति पनि पूर्व स्टाफलाई सम्मान र विदाईको लागि एकजुट भएर आएका छौँ। सबैभन्दा पहिला म मेडिकल अफिसर इन्चार्ज सम्भारे पिएचसीबाट तपाईँहरू सबैलाई हार्दिक स्वागत र धन्यवाद दिन्छु। र यस केक कटिङ सेरेमनी पनि भने चाहिँ आफ्नो अवकाश प्राप्त रिटायरमेन्ट भनौँ अर्थात् ट्रान्सफर रिटायरमेन्ट ट्रान्सफर केवल एकपल्ट मात्र होइन। त्यसैले गर्दाखेरि हजुरहरू सबैजनालाई जोरदार तालीले सम्मान
आदरणीय आफ्नो भाषण गर्नुहुने हाम्रा कमान्डर एउटा
रहिरहेको छ नौताले गएको बाटोमा मेरी माया तिम्रो नै हाम्रो माया
And then I think एकदमै बेसी डिजर्भ गर्नुहुन्छ उहाँको स्ट्रगल्सहरू एभ्रिथिङ आई हेभ सिन हर थ्रु हर 1990 Yes.